दर्शकवृन्द यतिखेर हामी हेटौँडा सोहोर आइपुगेका छौँ। यहाँ चाहिँ धेरै अगाडिदेखि लगभग आज 6 दिन भयो। 6 दिन अगाडि यहाँ गाडी झरेको थियो। ठ्याक्कै हेर्नु होला यही खाल्डोमा झरेको, अहिलेसम्म पत्तो लाग्न सकेको छैन। भोकरविदहरू आएर चाहिँ यहाँको स्याम्पल लिएर चाहिँ ल्याब टेस्टलाई जानुभएको छ भनेदेखि यहाँ विभिन्न धामी माताहरू आएर आफ्नो किसिमको चाहिँ यहाँ यस्तो छ खतरा, उस्तो छ, यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर चाहिँ आफ्नो भ्यू राखिरहेका छन्। र गाडी अहिलेसम्म पनि कहाँ छ, कति मिटरभित्र दब्या छ भन्ने कुरा पत्ता लागेको छैन। यहाँ र उता जानको लागि चाहिँ निषेध गरिएको छ है, प्रवेश निषेध। अगाडि जमिन भाँसिएर खतरा भएको छ भन्नुभएको छ। यहाँ धेरैजना छ, यहाँ आउनेहरू धेरैजना हुनुहुन्छ है, आइरहनु भएको छ। यहाँ है हेर्नेको भिड छ। यहाँ छेउमा पानी छ, माछा पालन गरिएको छ, छेउमा घर छ। सबैले आफ्नो किसिमको तर्क राखिरहनु भएको छ। कतिले देवी देवताको चाहिँ पूजन नभएर यस्तो भएको भनिएका छन् भने कतिपयले चाहिँ प्रकृतिलाई चाहिँ प्रकृतिको दोहन गरेको भएर चाहिँ यस्तो भएको भनेर चाहिँ आफ्नो किसिमको आकलन गरिरहेका छन्। तर समग्र भन्नुपर्दा आज 6 दिन भइराख्दाखेरि पनि यहाँबाट गाडी निकाल्न सकिएको छैन। यति गयो मलाई आफैले मजा आयो होइन। यसो गरेर मजा आयो। झर्लप्पै एकचोटि डुबेर ख्वात्तै फालिदिएछ मलाई। एकचोटि स्वापै डुबेर यो समय डुबेर म बाल्लो भएर म निस्किएको छु आफै एउटा त्यो मूलमा। अब तपाईँको त्यो उता माथि हो क्या त्यो, यहाँतिर त हुँदै। अनि यहाँतिर के अरे यो के अरे पहिला गोरु के डुब्या भने चाहिँ कस्तो, कहिले 12 हल भने कहिले के भने अनेक थरी छ त। माथि डुब्या हो कि कहिले 12 हलको के अनि अनेक कुराहरू आइरहेको त्यो एक्ज्याक्ट त्यो 12 हल चाहिँ के श्यामका कितामा चाहिँ नि रोपाइ गर्दाखेरि एउटा आइमाईले चाहिँ केटीले चाहिँ पानी लिन गएको कुवामा चाहिँ बेपत्ता भएको भनेर चाहिँ श्यामका आमाले चाहिँ भन्छ पहिला पहिले ऊ यहाँ माथि पर्छ यही त्यो पनि यही पोखरी माथि पनि भित्रै पर्छ त्यो जग्गा पनि भएबाट सबै यतैतिर भारे छ नि, यतैतिर भारे छ हुन नि अनेक अनेक बाटो त यहाँतिर बाटै छ नभएको होइन। यो आशा चाहिँ होइन प्रेसर मोटर यसरी बसेको मोटरको 5 मिटर हेर्नु 100 मिटर छ भने 5 मिटर तल जान्छ पानी तान्नलाई हावाले 105 भयो। 10 छ भने 20 भयो भनेर सम्झिनुहोस्। अनि त्यो प्रेसर भएपछि अनि त्यो खाल्टो जति नाप्यो भने त्यति तल छ कि अब यसरी भन्छ त्यो माटो त गएर नगइकन भइदिएर त्यति भइएन नि त। त्यो जति छ त्यति गहिरो छ त्यो खोक्रो भएर बसेको। अनि हाम्रो अन्त बोरिङहरू भाँसिन्छ भन्छ अन्त चट्टान छ क्या हाम्रो यहाँ चट्टान छ फरक त्यति चट्टान बाटोमा भाँसिँदैन। अनि यो त्यही माटोबाट बाल्लो कति तान्थ्यो होला। अब हेर्नु मैले अहिले भनेको छु होइन, रामगिन तेरीको घर पछाडि एउटा बोरिङ छ नि, त्यो बोरिङ हामी मरे पनि त्यो बोरिङ भाँसिन्छ। त्यो बोरिङ भाँसिन्छ हेर्नु अहिले 2 वर्ष हुन लागिसक्यो त्यो बोरिङ माटो फ्याँकै एकदम खोक्रो बनाउँदै यो नमस्कार सर, नमस्ते, नमस्कार। यहाँ होइन उता हो नि ल नमस्ते रविन सर।